हेलो नमस्ते फेरि म आइसकेँ आफ्नो ब्लगमा। अहिले हामी एउटा सानो पार्कतिर आइरहेको छौँ होइन। पार्कमा यस्तो सिन पनि कस्तो रमाइलो, चारैतिर हिउँ -10 मा हामी हिँडिरहेछ। तर आदत भइसक्यो हामीहरूलाई त्यस्तो हिँड्ने सिन्ने। खै अलि यताउताको लोकेसन देखाइदियो नि, अपार्टमेन्ट हो यहाँको होइन। त्यसमा नेपालीहरू नै बस्छ बढी जस्तो होइन। यता यो रुखहरूमा सबै पातहरू पनि झरिसक्यो चिसोले। आउनु अगाडि देख्नु। तर एउटा कुरा चाहिँ म भन्न चाहन्छु कि प्लिज सब्सक्राइब चाहिँ गरिदिनु है। सब्सक्राइब गरिदिनु, नेक्स्ट भिडियो अझै राम्रो गर्ला, अझै राम्रो गर्ला। सिकिने यसरी हो, सब्सक्राइब चाहिँ गरिदिनु होला। ल अहिलेको लागि यत्तिकै होइन, धेरै चिसो छ। पछि अर्को ब्लग बनाउँछु, अर्को ब्लगमा भेटौँला। हस् त, थ्याङ्क्स। हेर्दै गर्नुहोस्, यहाँ अलिअलि बच्चाहरू पनि खेलिरहेछ है। बच्चाहरू पनि खेलिरहेछ, हामी पनि मजा खेलिरहेछ होइन। कस्तो छ यहाँको मौसम, धेरै चिसो होइन। सबैमा रोमानिया बस्ने नेपाली दाजुभाइहरू दिदीबहिनीहरूले के भन्न चाहन्छु भने तातो खानुहोस्, ज्यान तातो बनाउनुहोस् है। यहाँको बच्चाहरू पनि राम्रो गरिरहेको छ, बाजी पनि भयो है। ठिकै छ होइन। यहाँको क्लाइमेक्सहरू राम्रो लाग्छ मलाई। यस्तो चिसोहरू अब कसैलाई चिसो राम्रो लाग्छ, कसैलाई चिसो राम्रो लाग्दैन, त्यो पनि हुनसक्छ होइन। त्यही कारणले भन्नु चाहन्छु बच्चाहरू त्यही भएर उति आएको हेरौँ न त्यो हेर्नुहोस् त्यो बाबु कसरी खेल्छ है। देखाउ त उता, यस्तरी राम्ररी खेलिरहेछ बाबुले है। आऊ बाबु, कम अन। उता देखाउ न त्यो बाबु। कस्तो राम्रो खेलेको छ है त्यो बाबुले। फुटबल खेलिरहेछ होइन, हिउँ खेलिरहेछ नि। यहाँको बच्चाहरू पनि कस्तो भने जाडै मान्दैनन् हौ। यहाँको बच्चाहरू कम्तीमा 1 सालको बच्चा पनि बाहिर यस्तो लगेरै हिँड्छ कि घुमाउँछ, त्यस्तो के फरकै पर्दैन यहाँ त। त्यस्तो हो। आज म सायद माइक किन्न गइरहेको छु होइन। अब तपाईँहरूले सपोर्ट साथ दियो भने माइकहरू किन्छु है। माइक किन्छु अनि स्ट्यान्ड किन्छु। अब सपोर्ट साथै छैन, अब कोही केटी नाच्यो भने त मात्र सपोर्ट साथ हुन्छ। हामी तपाईँलाई म एउटा कुरा के भन्न चाहन्छु भने, रोमानीमा जति पनि आउनुहुन्छ होइन, रोमानीको बारेमा केही चाहनुहुन्छ भने म यताउता लोकेसन देखाइरहेको हुन्छ। यो भिडियो हेरेर पनि थाहा पाउनुहोस् होइन। सोध्नुहोस् मलाई, त्यस्तो कुरा सोध्नुहोस्, राम्रो कुराहरू है मान्छेहरू है। ओके, यहाँ बाजेहरू गए, हाँस्दैछन् बाजेहरू होइन। यसले नै हाँस्नु गऱ्यो त्यो। ल अर्को भिडियोमा भेटौँ ल। हस् त। धेरै भिडिरहेको छ होइन। कथा पनि गरिसक्यो। हामी यो प्लेटफर्मको तल रेलवे स्टेसनमा, त्यहाँबाट हामी बुकारेस्ट जहाँ जानु जान्छ। तर घुम्छ पनि धेरै हामीहरू है। रोमानिया काम पनि गर्ने, घुम्ने पनि हो, पैसा पनि कमाउने हो, कमाउने पनि हो होइन। दुःख मान्नु हुँदैन, काम गर्दैन, काम चाहिँ गरिन्छ। त्यस्तै हो। हेलो गाइस, आज एउटा राम्रो लोकेसनमा लिएर जानु।
यहाँको यो सोसाइटी एकदम जस्तो लाग्यो मलाई है यता उता टेबल कस्तो राम्रो सोसाइटी राम्रो पनि त्यस्तै छ एकदम राम्रो छ ऊ त्यो हिमालतिर जाउँ त्यहाँनिर अलिक लोकेसनलाई राखेको छु साइडमा त्यही भएर हेलो गाइस यहाँ हेर्नु योको महासागर भनेको यही हो यता सेतो उता सेतो जहाँ हेरे सेतो यस्तो राम्रो भ्यू देखाइरहेको छु होइन कसैले सब्सक्राइब गर्दैन फेरि यो मेरो दिमाग सड्किन्छ क्या त्यतिखेर सब्सक्राइब गर्नुहोस् यार सबैहरू सब्सक्राइब गर्नुहोस् मलाई लाइक पनि गरिदिनु कस्तो राम्रो देखाइरहेको छ योको बेला होइन तपाईँहरूलाई ल एउटा राम्रो भिडियो बनायो भने त्यसलाई त राम्रो गरिदिनु पऱ्यो नि त होइन त राम्रो भिडियो बनाइसकेपछि त्यसलाई राम्रो रिस्पोन्स दिनु पऱ्यो होइन तपाईँहरूकै लागि यो बनाएको तपाईँहरू नेपालमा बसेर कस्तो एक्सपेक्ट गर्नुहुन्छ कि रोमानिया यस्तो उस्तो उस्तो भनेर म त देखाइदिन्छु भिडियो मार्फत सबै कुराहरू देखाइ पनि रहेको छु सबै कुरा अझ तपाईँले सपोर्ट गर्यो भने योभन्दा राम्रो कन्टेन्टहरू बनाउँछु कि म कसम भन्दैछु त कसम ल योभन्दा राम्रो कन्टेन्ट नबनायो भने फेरि भन्नु तपाईँ सपोर्ट चाहियो क्या मलाई सपोर्ट लाइक गर्नुहोस् सब्सक्राइब गर्नुहोस् कमेन्ट गर्नुहोस् आफ्नो भन्नुहोस् यस्तो त्यसको पो प्रतिक्रिया दिउँला त्यसको बारेमा म भिडियो बनाउँला अहिले यतिकै अब हामी हिँड्दै जानु लाग्छ होइन यता पनि हेर्नुहोस् यो पार्कको होइन यस्तो राम्रो पार्क थियो कन्सर्ट राख्थ्यो होइन जाडो पनि त्यत्तिकै छ जाडो पनि त्यत्तिकै छ तर के गर्ने जिन्दगीमा सपोर्ट चाहियो क्या यार कसम भने मलाई लाइक गरिदियो सब्सक्राइब गरिदियो कमेन्ट गरिदियो सपोर्ट तपाईँहरूको सपोर्ट बिना के छैन फेरि मलाई अल्छी लाग्छ कि बिना सपोर्टमा तपाईँहरूलाई होइन सपोर्ट नगर्यो भने तपाईँहरूले फेरि म कसरी कन्टेन्ट बनाउँला भिडियो बनाउँला त्यो कुरा चाहिँ ख्याल राख्नु होला सपोर्ट चाहिँ गरिदिनु पऱ्यो है सपोर्ट चाहिँ गरिदिनु पऱ्यो प्लिज यो हात जोड्छु सपोर्ट चाहिँ गरिदिनु बस सिधा लाइक र सब्सक्राइब चाहिँ बफल नमस्ते फेरि हामी यहाँ कुरेसी बिजनेस क्याम्पसतिर पुगेका छौँ कुरेसी बिजनेस क्याम्पस हो यो होइन हामी त्यो भित्र गएर यस्तो राम्रो ठाउँ छ होइन भित्रभित्र गएर यतातिर पेन्ट बनाएको छ उतातिर बनाएको छ ऊ त्यो सिजिएस रोमानिया लेखेको छ होइन त्यो पनि देखाइदिनुहोस् न फेरि त्यो क्याम्पस हो अब यहाँ क्याम्पस भनेको त्यस्तै भएर पढाइ हुन्छ भित्र मोबाइल छ अरे यहाँ गएर राम्रो हुन्छ हेलो गाइस नमस्ते हामी यहाँ एउटा मलभित्र आइसकेका छौँ होइन अहिले अलि सपिङ गर्ने हो त्यो सपिङ गर्दाखेरि नै हामी देखाउँछौँ है यस्तो मलको पुरा दृश्यहरू देखाइदेऊ त भ्यूहरू राम्रो आउँ हिँड्दै गरौँ राइट आउनु रोमानियाको मलहरू यस्तो हुन्छ है हामी मलभित्र छौँ कपडा किन्ने भनेको होइन एउटा कपडा महँगो पनि छ सस्तो पनि सस्तो हुँदैन महँगो हुन्छ यहाँ है त्यस्तै हो भनौँ ल अहिले हामी यस्तो कहीँ सपिङ गर्दाखेरि एउटा भिडियो दिन्छौँ ल अहिले चाहिँ त्यतिको छुट्टिन्छौँ है ल